मेरा 8 जना सन्तान र ती सन्तान सबै बाहिर छन्, एउटा पनि त्यहाँ छैन। दसैँमा कसैका छोराछोरी त्यो डिलबाट आउँछन्, कसैका छोराछोरी त्यो डिलबाट झर्छन्, मेरा त कोही पनि झर्दैनन्। म कति खुसी भएँ होला, म कति रमाएँ होला। सो आइरोनिकल्ली सी सेड। त्यसमा के थियो भन्दाखेरि चाहिँ आमा तपाईँलाई त दुःख लाग्यो होला नि यो कुराहरू भन्दाखेरि चाहिँ उहाँले पनि एकहोरो त्यही कुरा मात्रै भन्नुहुन्थ्यो, somehow she is mentally disturbed। र उहाँका आफ्ना अरू चाहिँ पारिवारिक कथाहरू पनि थिए। हस्बेन्डले पहिले नै चाहिँ अर्को श्रीमती लिएर अर्कै बस्ने, उहाँ एक्लै त्यो घरमा बस्ने 8 जना सन्तानको आमा। उहाँले के सोच्नुभयो होला, के फिल गर्नु भएको छ होला, यो कान्ट इमेजिन। त्यसले गर्दाखेरि मेन्टल्ली दे आर डिस्टर्ब, अलमोस्ट अल एजिङ पिपुल। तर मेजर नगएकोले हामी भन्न सक्दैनौँ। तर अहिलेको चाहिँ हाम्रो मेन्टल चाहिँ डिसअर्डरमा पनि सिग्निफिकेन्ट प्रोपोर्सनमा नेपालको पपुलेसन चाहिँ एजिङ पपुलेसन मेन्टल डिसअर्डरमा छ